नमस्ते साथीहरू। फिफा विश्वकपको 23औं संस्करण अब चाँडै सुरु हुँदैछ। 23औं संस्करणको फिफा विश्वकपको ट्रफी कस्तै उचाल्छ त हेरौँ नालीबेली। विश्वकप आउन अब केही दिन मात्र बाँकी छ। यही जुन 11 मा मेक्सिकोबाट सुरु हुन गइरहेको फिफा विश्वकप 2026 को ट्रफी कस्तै उचाल्छ त हेरौँ कुन टिम कस्तो छ यसको नालीबेली पत्ता लगाउने कोसिस गरौँ। विश्वकप फुटबलमा नेपालको सहभागिता नभए पनि अन्तर्राष्ट्रिय टिमहरूको समर्थन गरेको प्रशस्त मात्रामा नेपालमा फ्यानहरू पाइन्छ। जो आफूले समर्थन गरेको छ उसै टिमले जितोस् भन्ने अपेक्षा राख्दछ। जस्तै नेपालमा ब्राजिल, अर्जेन्टिना जस्ता महारथी टिमहरूको प्रशस्त मात्रामा फ्यानहरू पाइन्छ। तर पछिल्लो पटक क्रिस्टियानो रोनाल्डोको युग आएदेखि पोर्चुगलको पनि धेरै समर्थक बढेको पाइन्छ। साथै स्पेन, जर्मनी, फ्रान्स जस्ता टिमहरूको पनि नेपालमा प्रशस्त मात्रामा फ्यानहरू छन्। उसो भए अब के कस्तै जित्छ त फिफा विश्वकप 2026? पहिला जितिसकेका टिमले पदक दोहोऱ्याउँछन् या यो पटक नयाँ टिमले जित्छ र इतिहास रचिन्छ? सरासरी हेर्दा विगतमा जितिसकेका टिम नै उत्कृष्ट देखिएका छन्। जस्तै ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इङ्ल्यान्ड, स्पेन जस्ता टिमहरू नै उत्कृष्ट देखिएका छन्। 5 पटकको विश्वकप विजेता समूह चरणको ग्रुप सी मा रहेको छ, जहाँ स्कटल्यान्ड, मोरक्को र हाइटी छन्। यसरी हेर्दा ब्राजिलले समूह चरणबाट दोस्रो चरण पुग्नलाई त्यति बाधा छैन, किनकि ब्राजिल अहिले खराब लयलाई पन्छाउँदै राम्रो फर्ममा आइसकेको छ, जसले गर्दा ब्राजिलले दोस्रो चरण पुग्न केही सहज देखिएको छ। त्यसैले ब्राजिललाई फिफा विश्वकप 2026 को उत्कृष्ट मध्ये एक मानिएको छ, जसले गर्दा ब्राजिलले 12 देखि 15% सम्म फिफा विश्वकप जित्ने सम्भावना देखाइएको छ। यता 4 पटक विश्वकप विजेता जर्मनी आफ्नो खराब लयलाई पछि पार्दै आफ्नो गेम सुधार्दै 2026 फिफा विश्वकपको यात्रा गर्दैछ। जर्मनीले 2018 र 2022 को फिफा विश्वकपलाई बिर्सने हो भने जर्मनीले 2026 को फिफा विश्वकपमा उत्कृष्ट खेल खेल्नेमा फुटबल दर्शकहरू ढुक्क छन्। जर्मनी समूह चरणको ग्रुप ई मा छ, जहाँ इक्वेडर, आइभरी कोस्ट र नयाँ विश्वकपमा सहभागिता जनाउँदै गरेको क्युरासाओ छ। जर्मनीलाई यहाँ विनिङ पर्सेन्ट भने 6 देखि 9% सम्म दिएको छ। यता डिफेन्डिङ च्याम्पियन र 3 पटकको विश्वकप विजेता अर्जेन्टिना पनि 2026 को फिफा विश्वकपको लागि पूर्ण रूपमा तयार छ। मेसी सहितको टिम समूह चरणको ग्रुप जे मा रहेको छ। यहाँ अस्ट्रिया, अल्जेरिया र एसियन राष्ट्रबाट पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै गरेको जोर्डन रहेको छ। यहाँ अर्जेन्टिनालाई समूह चरणको ग्रुप हेर्ने हो भने दोस्रो चरण पुग्नलाई अर्जेन्टिनालाई खासै गाह्रो छैन। अर्जेन्टिनालाई 12 देखि 15% सम्म विनिङ पर्सेन्ट देखाइएको छ। 2022 को फिफा विश्वकपको उपविजेता फ्रान्सले तेस्रो उपाधिको लागि आफ्नो बलियो टिम तयार पार्दै फिफा विश्वकप 2026 को यात्रा गर्दैछ। फ्रान्स समूह चरणको ग्रुप आई मा परेको छ। यहाँ नर्वे, सेनेगल र एसियन राष्ट्र इराक परेको छ। यो ग्रुपलाई केही कठिन मानिएको छ, किनकि यहाँ फ्रान्सको टाउको दुखाइ सेनेगल र नर्वे हुन सक्छ, किनकि यो टिम निकै बलिया छन्। फ्रान्सलाई विनिङ पर्सेन्ट भने 15 देखि 18% सम्म देखाइएको छ। स्पेनले 2010 को फिफा विश्वकपको उपाधि चुमेदेखि यता उपाधि चुम्न सकेको छैन, जसले गर्दा उसले दोस्रो उपाधिको लागि आफ्नो बलियो टिमसहित उत्तर अमेरिकातर्फ प्रस्थान गर्दैछ, जसले स्पेनको मनोबल पनि उच्च छ। स्पेन समूह चरणको ग्रुप एच मा छ, जहाँ उरुग्वे, साउदी अरेबिया र अफ्रिकन टिम केप भार्डी रहेको छ। स्पेनलाई फिफा विश्वकप 2026 मा 16 देखि 19% सम्म विनिङ पर्सेन्ट दिएको छ। अर्को टिम रहेको छ इङ्ल्यान्ड। इङ्ल्यान्ड टिम सधैँ पनि फिफा विश्वकपमा आफ्नो उत्कृष्ट टिम लिएर पुगेको हुन्छ, तर आफै कता कता चुकिरहेको हुन्छ। इङ्ल्यान्डले 1966 को फिफा विश्वकप चुमे यता अहिलेसम्म विश्वकप चुम्न सकेको छैन, मात्र उसले एक पटक फिफा विश्वकप चुमेको छ। इङ्ल्यान्ड यो पटक फिफा विश्वकपको ग्रुप एल मा परेको छ, जहाँ घाना, क्रोएसिया र पानामा रहेको छ। इङ्ल्यान्डलाई भने 6 देखि 9% सम्म फिफा विश्वकप विनिङ पर्सेन्ट दिएको छ। यी भए फिफा विश्वकप जितिसकेका 2026 का उत्कृष्ट टिमहरू। तर यहाँ नयाँ टिम पनि छ, जसले फिफा विश्वकप जितेर पहिलो पटक इतिहास रच्ने दाउमा छ। त्यो टिम हामीले नकार्न मिल्दैन। जुन टिम हो क्रिस्टियानो रोनाल्डो सहितको पोर्चुगल, जो एउटा यस्तो बलियो टिम छ। फिफा विश्वकप 2026 को समूह चरणमा पोर्चुगल ग्रुप के मा रहेको छ। यहाँ डीआर कङ्गो, उज्बेकिस्तान र कोलम्बिया रहेको छ। पोर्चुगल टिम यो पटक निकै राम्रो लयमा छ।
जसले गर्दा फिफा विश्वकप 2026 जितेर आफ्नो इतिहास रच्ने दौमा छ। पोर्चुगललाई यो 2026 को फिफा विश्वकपमा 9 देखि 12% सम्म विनिङ पर्सेन्ट दिएको छ। उपाधि नजितेका तर बलिया टिमहरू जस्तै नेदरल्यान्ड 6%, बेल्जियम 5%, मेक्सिको 5%, नर्वे 4% र मोरक्कोलाई 3% देखाइएको छ। यसरी उपाधि नजितेका तर जित्न सक्ने विनिङ पर्सेन्ट यसरी दिएको छ। प्रेडिक्सन मार्केट, कप चान्स मोडल, ब्याटिङ अड्स, अप्टा बेस्ट मोडलबाट यो प्रक्षेपण गरेको तथ्याङ्क हो। अब तपाईलाई के लाग्छ, के पहिला जितिसकेको विश्वकप विजेताहरूले नै फेरि दोहोऱ्याउने छन् या नयाँ टिमले जितेर विश्वकप जितेर नयाँ इतिहास रच्ने छ? तपाईलाई के लाग्छ?